दोलखा जिल्लाको उत्तर पश्चिम खण्डमा तिब्बतको सिमानासँग जोडिएको एउटा टाकुरा छ। मनै लोभ्याउने, जति हेरेर पनि आँखाहरू नथाकिने स्वर्गबाट झरेको एउटा टुक्रा जस्तै प्रकृतिको महत्ताले लट्ठे बनाउँछ। त्यही टाकुरा कालिन्चोक भगवतीको नामबाट प्रसिद्ध छ। यो टाकुरा दोलखा जिल्लाको सदरमुकाम चरीकोटबाट 5 कोस र दोलखा शहरबाट 6 कोस उत्तरमा पर्छ। यही टाकुरालाई कालिन्चोक भगवती स्थल भनिन्छ। टाकुराको उचाइ 3840 मिटर छ। यस टाकुराको तल केही भिरालो परेको मैदानी भूभाग छ। शान्त र सुन्दर भूभागले मनलाई एकदमै प्रफुल्लित बनाउँछ। आफैमा मन कता कता हराउँछ। हिउँदमा 5-6 फिट हिउँले ढाकिने मैदानी भूभागले स्वर्गीय आनन्द दिन्छ। यस टाकुरादेखि तल गुराँस, पलास, चिमाल र सुगन्धित अनेकौं फूल, जडीबुटीका बोट बिरुवाहरू पाइन्छन्। यस टाकुराको पश्चिमतर्फ सुनकोशी र पूर्वतर्फ तामाकोशीको मुहान छ। करिब 100 जना मानिस अट्न सक्ने समतल परेको टाकुरालाई कालिन्चोक भगवती मानी पूजिन्छ। यस कालिन्चोक भगवतीको स्थापना कसले गर्यो भन्ने केही थाहा छैन। प्राचीन समयदेखि नै यहाँ कालिन्चोक माईको थान भएको किम्वदन्ती पाइन्छ। यहाँ भगवतीको मूर्ति भन्ने छैन। यो टाकुरा पूर्व पश्चिम लामो भएर फैलिएको छ। यस लामो टाकुराको पश्चिमतर्फ करिब 3 फिट जति गहिरो कुण्ड छ। कुण्डको उत्तरतर्फ माथितिर त्रिशूलका डङ्गुर छन्। कुण्डको दायाँ बायाँ पित्तलका सिंह अवस्थित छन्। यस कुण्डमा पानी अटुट रूपमा रहन्छ। यही कुण्डलाई कालिन्चोक भगवती मानी पूजा गर्ने चलन रहिआएको छ। यहाँ बलि पूजा भने हुँदैन। टाकुराको उत्तरतर्फ ढुङ्गाको मूर्ति स्थापना गरी गणेशका रूपमा बलि पूजा गर्ने चलन रहिआएको पाइन्छ। गणेशको दक्षिणतर्फ ढुङ्गाकै मूर्ति स्थापना गरिएको छ। यहाँ कालिन्चोक भगवतीका नाममा बलि पूजा गर्ने चलन छ। यहाँ भाले, बोका, कुमारी पाठी आदिको बलि दिइन्छ। कुण्ड र मन्दिरको पश्चिमतर्फ करिब 8 फिट अग्लो र 8-8 फिट चौडाइ भएको स्तम्भ छ। कालिन्चोक भगवतीको टाकुराबाट उत्तरतर्फ हिमालहरूको नयनाभिराम दृश्य देखिन्छ। दिनमा ती चाँदी झैं टल्किरहेका हुन्छन् भने बिहानी र साँझमा सुनौला हुन्छन्। देव देवीको प्रार्थनाको सम्झनामा रक्षाबन्धनको अघिल्लो दिन हिले जात्रामा बाजागाजा सहित कालिन्चोक भगवती मन्दिरमा पूजाआजा गरिन्छ। कालिन्चोक भगवती माताबाट दानवहरूलाई वध गर्ने आश्वासन पाएपछि खुसी भई भजन कीर्तन गर्दै दोलखा शहरमा फर्किने चलन छ। जाडोयाममा कालिन्चोक टाकुरामा हिउँ जम्छ।
यस बेला बाहेक अरू बेला श्रद्धालु भक्तजनहरू पूजा र दर्शन गर्न जान्छन्। अचेल स्वदेशीका साथै विदेशी पर्यटकहरू पनि जान थालेका छन्। कालिन्चोक भगवतीका विषयमा योगी नरहरिनाथले हाम्रो देश दर्शनमा लेखेका छन्। महिषासुर रक्तबीज सम्भव निरसम्भव प्रभृति असुरहरूको संहार गरेको क्षेत्र पनि भगवती रणचण्डीको स्मारक यसै कौशिकी प्रदेशमा पर्ने कालीको रणस्थल कालिन्चोक नामले प्रख्यात छ। यसबाट देवी र दानवहरूको रणस्थल कालिन्चोक टाकुरा भन्दा तल भिरालो मैदान हो भनी पुष्टि गर्न सकिन्छ। मन्दिरको पश्चिमतर्फ चिरिएको जस्तो देखिने टाकुरालाई राक्षसले सिङले कोपरेर चिरा परेको भन्ने जनधारणा छ। दोलखाको पूर्वतर्फ देखिने दुईवटा चुचुरा हिमाललाई कालिन्चोक गौरी पार्वती अम्बिकाको वास